हेलो गाइज, वेलकम टु द क्रेजी क्याप्चर। आज हामी एउटा एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ। हामीसँग अहिले यो क्यान छ, यो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यान हो। यसलाई हामीले तलबाट काटेको छौँ र यसको माथि चाहिँ कागजको कोन बनाएर टेपले टालिदिएको छौँ। सो रकेट जस्तो सेप दिएको छ यसलाई। हामी अब के गर्नेछौँ भने पटेका सल्काउनेछौँ, सल्काएर त्यसको माथि यो राखिदिनेछौँ र पटेका पड्केपछि हामी यो हेर्नेछौँ कि यो रकेट कति माथिसम्म जाने रहेछ। सानो खोर्सानी बमदेखि सुरु गर्छौँ र जगमग बमदेखि लिएर मिनी बुलेट बम पनि पठाउनेछौँ र हेर्नेछौँ कुन पटेका पड्किँदाखेरि चाहिँ यो सबभन्दा माथि जान्छ। हेर नगरिकन लेट्स गो टु द भिडियो। ल अब हामी यो खोर्सानी बम और नागिन बम पठाएर हेर्नेछौँ र हेर्नेछौँ कि यो रकेट कति माथि जान्छ भनेर। हेर्न सक्नुहुन्छ खोर्सानी बमले यसको हालत के गरेको छ भनेर, दाग पनि बसेको छ। र अब हामी हेर्नेछौँ कि यो रकेटको हालत के हुन्छ, कति माथि जान्छ यो जगमग बमले। यसको हालत के भएको छ हेरौँ है। गरम भइसक्यो, तातो भइसक्यो यो क्यान। अब यो मिनी बुलेटको पालो है। यो रकेट कति माथि जाँदो रहेछ यो मिनी बुलेटले। यो क्यानको हालत यस्तो भइसक्यो। अब मिनी बुलेटले यसको हालत कस्तो होला हेरौँ। यो रकेटको हालत त यस्तो भयो त। आमा एकतिर त पुरै कुच्यो नि हौ रकेट त।